खेलिरहेछ तेरो लाइफ थोरी नै हेरेर बस्छ तेरो अन्डीको बानको माछिक्ने भ्यू कति छ भन्दा त्यसको भ्यू कति छ मेरो हेर तेरो कति छ ओइ तेरो कति छ ल भन्न तेरै कुरा गरौँ न मेरो 998 जाना छ ल भन मेरो 1500 छ जाठा के ठुलो कुरा गर्छस् मेरो 1500 छ अनि म के भ्युअर्सको कुरा नगर्के साइला यहाँ सुन भ्युअर्सको कुरा नगर्के साइला त राम्रै मान्छे होस् हैन तँलाई युके बाट नेपालमा सबै ओइ तँलाई हेर्ने भन्दा नि मेरो पछाडि हेर्ने भ्यू धेरै छ फेरि 9000 छ मेरो पछाडि यहाँ सोध त्यो होला हैन साइला यहाँ सुन तँलाई त म यहाँ गेम खेल्न आएको हैन तँलाई त मैले एउटा सम्झना आएको हो के साइला त रक्सी खाएर त्यो बिनीको पुतीको काण्ड हाल्छु त्यो भालु हो भने सुनेर मलाई पनि नराम्रो लाग्यो पछाडिबाट हेर्दैछ मेरो भ्युअरले फेरि याद गर बुझिस् नि कोही त के सम्झाउ न यसको कैसे समझाओ प्रभु मेरे मुझे ऊपर दया करो तो भाग सिस्टममा तो भाग रन्डीको थोडा भाग म्याच सिक्ने ठुल्ठुलो कुरा गरे ठुल्ठुलो कुरा गरे हैन गाइज यसलाई त नि म्याच सिक्ने आज त नि तर साइला लास्टै बिग्रियो क्या सुन न ओए भन न हिजो तिमीलाई मैले हैन तिमी गेम खेलिरहेको थियौ अनि मैले ओइ ओइ भनेर मेसेज गरेको अनि तिमीले मलाई चिनेनौ होला हैन तिमीले रिप्लाई पनि गरेनौ क्या अनि त्यहाँ फ्यानहरुले चाहिँ गिनी आयो गिनीलाई माथि तान भनेर कति मेसेज पनि गरेको थियो बट तिमीले त्यो मेसेज हेरेन क्या त्यो केटीसँग मलाई जोइन गरेर बोल्नु थियो हैन तिमीले हिजो गेम खेलिरहँदाखेरि मैले मेसेज गर्न पुगेको थियो क्या त्यो केटीलाई म यस्तो खोजिरहेको छु मलाई ब्लक गरेर छ क्या हैन कोसँग जोइन भएर बोल्छ त्यो जुली हो के भन्ने केटी हो क्या तेन्जु लिम्बु त्यो तिमीले पनिसमेन्ट गरेको थियो नि पुरै पानी पानी भएर पनिसमेन्ट गरेको थियो नि त्यो केटीसँग के अनि त्यो भागेको थियो नि पछि त्यो पनिसमेन्ट गर्दाखेरि के हुन्छ भने अब भाइको पनि केही काम थियो रे सेन्जुलाई मेरो छुट्टै कुरा छ क्या त्यही भएर त 1 मिनेट है यिनीहरू फेरि कुरै बुझ्दैन यिनीहरू कुरै बुझ्दैन के यो यस्ताहरूसँग के जोडेर बस्नु अनि त यिनीहरूले कस्तो कुरै नबुझेको क्या मैले के भनिरहेको छु त्यसले राख क्या जिनी गिनी त्यहाँ जे पाइ त्यही नभन् त फेरि तैँले के भन्न लाग्यो मैले बुझिसक्यो नमस्ते दिदी म केही भन्दिनँ सुध्रेको म कस्तो रहेछ रेस्पेक्ट गर्छु केटीहरूलाई बुझ्नौ ल एक म्याच हान्दिउँ न त रेस्पेक्ट गर्यो भने त त्यो थपुले मैले त हजुरले मात्रै हान्छु एक अरूलाई त हान्दिनँ गेममा भनेको नेगेटिभ नसोच्नु भर्खर आम गिनी सुन न ओके डबल ट्याप गाइज एभ्रीवन डबल ट्याप गर्नु न हाम्रो सेभेन सँग जोइन हुनुपर्छ अब सेभेन सँग त्यस्तो ल बाहिर फेरि खोइ त गीत गाउनु ए हो र एकदम थाहै हारे हान्यो ल ल ल ल जाउस म नाच्छु ल छिटो ओ जितौलो जितुलो जितुलो कि जिठुलो हेलो नाम के मेरो गिफ्टिङ सस्पेन्ड भएको क्या गाइस सबजनाले मलाई डबल ट्यापमा मात्रै हान्छ जितु लोकचन हो खै एउटा रोज हान्यो हेर्नु त आउँछ कि आउँदैन बोलेको कार्तिक हामी कति बोलेको जिनी म्याच सिक्ने रन्डो फेरि बढी नबोलेस् है त्यो अर्को भागिहाल्यो ओए कस्तो यार केटीहरू भएकोलाई त हल्का उस गर न यार
त्यही त यार तिमी यार कस्तो हो क्या गेम भन्दैमा जे पाइ त्यही बोल्छ तिमी बोलेर भागेको तिमी तिमी बोलेर भाग्यो टिकटकमा जिनी आयो भने त कोही केटी नि बस्दैन होला यार हो नि यार डनै हो नि त म देखेर केटाहरू डराउँछ तिमी देखेर केटीहरू डराउँछ यतिको चाहिँ हुनुपर्छ के ल चेस गर्छु कुरा चाहिँ सही गरे क्या म्याच सिक्नेले ल एक गेम लास्ट एक गेम है ओए तिमी कि यहाँ डिल हान्न आएको एक गेम दुई गेम भन्दै के चल्यो यहाँ अनि के त नि घन्टा 4 जना खेलौँ कि त पनिसमेन्ट नि के खेल्नु यार मेरो गेम के भयो कि अनलाइन मलाई के एउटा भयो आउँछ कि आउँदैन ओए कतिमा पनिसमेन्ट गर्ने धोतीसँग गेम खेलिरहेको छु नि त म धोतीसँग धोती हो क्या यो म्याच सिक्ने फेरि बढी बोल्यो कि जिनी ओए दुध देखा त ओए दुध देखा म्याच सिक्ने तल ओए, एउटा दुध नाम देखाएको पढ्न आउँदैन माइ नेम इज गिनी हो कि नट जिनी जिनी ओए जिनी यसले म इङ्ग्लिस जिनी भनेर बोलाउनु यस्तो झारपातीलाई